जय जय श्रीमन्नारायण। सर्व सर्व शिव स्थाणु भूतादि निधि रव्य संभय भावनो भर्ता प्रभत प्रभुरीश्वर स्वयंभू शम्भुरादित्य पुष्कराक्ष महात्सोन अनादि निधनो दाता विधाता धातुरुत्तम। आजको कवच छ सूत्र x5 बराबर p² m4 gq cq प्लस vi b5 f4 r4 प्लस kh zdp भनिएको छ। अब यसमा आजबाट धेरै कटिसकेको छ भन्नुहुन्छ गुरुले। सोच्दाखेरि म त जान्दिनँ पनि, नजाने कुरालाई के छ भने कुप्रचार। आजको बाणी छ सन्त बाणी। कुप्रचार हमला गोपाल ग्यास इन्डस्ट्री, कुप्रचार हमला गोपाल ग्यास इन्डस्ट्री भनेर गुरु आचार्य प्रशान्त विश्व मनोवैज्ञानिक विश्लेषक चिकित्सक भन्नुहुन्छ कि प्रथम गुरु के भन्नुहुन्छ त भन्यो भने धेरै किसिमका छन्। यसलाई चाहिँ कुप्रचार थुप्रै छन् है भनेर भन्नुहुन्छ। ग्यास भनेर मिक्सर ग्यास छ है, मेनी मिक्सर ग्यास भनेर भन्नुहुन्छ। मेनी मिक्सर ग्यास भनेर चाहिँ के गरी बुझाउनु भएको त भन्दा सोही समय गुरु राघव आचार्य भन्नुहुन्छ कि मन्थराको दोष न मन्थराको दोष, न भरतको दोष, न जडभरतको दोष, के को न राघवको दोष, न भगवानको दोष र न दशरथको दोष भनेर भन्नुहुन्छ। कुप्रचारमा चाहिँ भन्नुहुन्छ। यस्तै गरी सन्त महाराज स्वयं पनि राम वीर्य र ब्रह्मचर्य भनेर राम वचनमा राम 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 भन्ने कुरालाई पनि सम्झाउनुहुन्छ। अब यसैमा आचार्य प्रशान्त भन्नुहुन्छ कमलको फुलको परिक्रमा कुप्रचार हमला गोपाल ग्यास हो है भनेर परिकल्पना भावना र इन्डस्ट्री पनि यसैलाई प्रस्ट्याउँछ भन्नुहुन्छ। अर्कोतिर कुप्रचार हमला ग्यास इन्डस्ट्रीको 4 प्रकार हुन्छन् भन्नुहुन्छ। 4 प्रकारमा के हो त भन्दा अब ऋषिमुनिहरूको आशीर्वाद भनेर अहिलेको गुरुकुल संस्थामा हर बालक बालिकाहरूको प्रथम श्रेणीको कुप्रचार हमला गोपाल ग्यास भनेका गुरुकुल संस्थानमा जुन अहिले गुरुहरूले पढाएर साना बालकहरू हुन्छन् तिनलाई हमला कुप्रचार हमला गोपाल ग्यास भनेर अलिकति सम्झाएको हुन्छ। कसरी बुझ्ने यस्तो भित्र एउटा शब्द मात्रै घुसाएको हुन्छ। गोपाल ग्यास इन्डस्ट्री भनेर गुरुकुलका ती बच्चाहरूलाई प्रथम श्रेणीको पुत्र हुन है ती आनन्द नयनबाट ती अश्रु ग्यास भई राज्यले संरक्षण गर्नुपर्छ है, तिनै हुन् गोपाल ग्यास भनेका कुप्रचारका। गोपाल ग्यास भनेर कुप्रचार भनेर शास्त्र र गुरुकुललाई सम्झेको छ गुरुले। अब त्यसमा दोस्रो छ, पहिलो छोरो त्यो हुन्छ है भनेर देशमा रहेका ब्रह्मचर्यका साना बच्चाहरूलाई चाहिँ पहिलो छोरो सम्झी भन्छ। दोस्रोमा जो नारी दोस्रोमा छ कि दोस्रोमा छ कुप्रचार भनेर गोपाल ग्यासको कसलाई भन्दछन् त भन्दा नेपालभरिका मेरुदण्ड ब्रह्मचारीहरू जो छन्, जो गुरु भनेर गुरुकुल थापेर बसेका छन्, त्यो चाहिँ गोपाल ग्यासको इन्डस्ट्रीको उपहार देशको संरक्षक हो है भनेर दोस्रो छोरा त्यसलाई सम्झनु भनेर 2टा छोरा भए। अब तेस्रो छोरो को हो त भन्दा जो नारीले सन्तान कुन ब्रह्मचार्यसँगको मागेर संरक्षण सेवा समितिलाई राज्यलाई र गोपाल ग्यास प्रथम नियम प्रथा र सङ्घर्ष प्रथा न्यायालय र प्रथम कानुनी अनुसार प्रथम उपलब्धि भनेर सम्झनु।
यदि यहाँ ब्रह्मचर्यसँग गएर पाण्डुपुत्रको जन्म माग्छे भनेदेखि यदि स्वयं राज्यसँग माग्न सक्ने संविधान चाहियो भने राज्यले पनि भित्रभित्रै उपलब्ध गराउन सक्ने किसिमको पाण्डुपुत्र जन्माउन सक्छ है नारीले भनेर भनौँ भने त्यो चाहिँ तेस्रो तहको पुत्र हो भनेको छ। अब चौथो तहको पुत्र चाहिँ के हो त भन्दा अत्यधिक नारी भक्तिनी भएर उसको रसोला 4औं दिनदेखि 16औं दिनसम्म पनि आफ्नो कुन चाहिँ ब्रह्मचारीलाई सम्झेकी छ र आफ्नो घरमै छ र सहवास आफ्नो श्रीमानसँग गरेर सम्झेको छोरो छ भने पनि त्यस्तो खालको पाण्डुपुत्रको नेचरहरू निक्लिन सक्छ है भनेर 4 पुत्रलाई वर्णन गरेको छ यो चाहिँ। अनि अर्को छ अर्डिनरल भनेर पनि यसलाई आचार्य प्रशान्त भन्नुहुन्छ है। त्यसैको महागुण र विषत्व हमला 20 हमला भनेर बौद्धिक मार्गको शास्त्रलाई विशेषज्ञ र विशेषज्ञहरूले पनि भनेको छ। यसमा राघव गुरुङले पनि यही नै भन्नुहुन्छ, विषत्व हमला हलाहल विषको हमला भए हुन्छ है भनेर भनेको छ। त्यहाँ भित्र लुकाएर भनिएको छ। त्यसमा सुदर्शन चक्र भनेर नारीलाई तोडेको छ यसमा। र यसै बिचमा यज्ञ सप्लाई प्रेसर यज्ञ भनेर आचार्य प्रशान्त गुरुले भन्नुहुन्छ कि यसमा अल विश्व आग्रह र आफ्नो सम्प्रदायको आफ्नो छुट्टै हलाहल विष पनि हुनसक्छ भनेर भन्ने एउटा प्रसङ्ग राखिएको हुन्छ। यसै बिचमा गएर उसले भनेको हुन्छ कि खासरले भन्नुहुन्छ फेरामिडाइसन थेरापी सुरु भयो भनेर भने हुन्छ। खासरले भन्नुहुन्छ उता तार सप्लाई खोपडी खाली भनेर भने हुन्छ। तब छेदद्वारा खोपडी खाली हुन्छ तब अनि भिडियो नै यता र उति हुन्छ भन्दै यता र उति बुर्कुसी मार्दै उफ्रिनु हुन्थ्यो, तार सप्लाई भयो भनेर यो कुरो यसैमा रह्यो। अब अर्को छ यहाँ फेरि त्यसैमा राघव 3टा सुनेको थिएँ भिडियो, 3टैतिरबाट सुनिरहेको छु। चरण अमृत नलिकन डाइरेक्ट सप्लाई गरिस् भनेर भन्नुभयो। अब हाम्रो चाहिँ अहिले होमनाथ मेरो श्रीमानको मामा होमनाथ बराल बित्नु भएको छ। आज राति यतिखेर उहाँलाई पशुपतिनाथमा दाह संस्कार गरिसकेर उहाँहरू घरमा आउँदै हुनुहुन्छ। हामीले पनि त्यसैको जुठो हामीलाई 5 दिन लाग्ने भएको हुनाले पिताजीको श्राद्ध थियो, त्यसलाई पनि सपन्ने जोड्न 11औं दिनको दिन सकेर 12औं दिनको दिन मात्रै थाल्नु भन्ने कुराहरू सुनियो र अमेरिकाबाट छोरो आएर जलाएर अहिले उसमा हुनुहुन्छ। त्यसैले हामीले डाइरेक्ट चरण अमृत शालिग्रामको पूजन नगरी शालिग्रामको चरणको जल नलिकन हामीले डाइरेक्ट खायौँ। त्यसैलाई भन्नुभएको सरले हेरिरहनु भएको रहेछ कि भन्छ मनले। अब हामीलाई त थाहा छैन, हामी अन्जान मान्छेमाथि के हुन्छ के हुँदैन। तसर्थ भगवानको चरण अमृत चाहिँ हामी जुठो सुतक परेको बेलामा हामी गर्दैनौँ र तिलक चाहिँ बाहिर बसेर लगाएका छौँ र बाहिर बसेर लिन्छौँ। यस्ता कुराहरू भन्दै अब यसैमा हरिप्रपन्न यसैमा अब यहाँनिर अर्को गुरुको लिएको छु। मानसिक सेवा भनेर भयो भने 16 दिन पछिकोलाई हो। आफूसँग जे उपकरण छ उही उपकरणको प्रयोग गर्नु भनेर आचार्य चक्रपाणी त्रिवेणी धाम नेपालबाट लिएको छु कि उहाँको 3टा कुरा छ कि आफूसँग जे उपकरण छ उही उपकरणको प्रयोग गर्ने, जस्तो आत्मा कल्याण, सत्संग र अमृत वचन, यी 3टा कुरालाई समातेर आफूसँग भएको उपकरणलाई भन्नु भनेको छ। अब आत्मकल्याण भन्ने बित्तिकै अब फेरि सुन्नु, सबैले सुन, यतिखेर चाहिँ सुन्नै पर्ने भयो कि मैले अब बोल्नै पर्यो यतिखेर। अब पञ्चमहाभूतहरूको प्रयोग बराबर
तिमी मानव हौ है भनेको छ। तिमी मानव पञ्चमहाभूत जस्तो तिमीभित्र भएका सामानहरू सूर्य बराबर नयन हो। आँखा, नयन, नेत्र, लोचन, जल जे भन त्यो हो भने अभिव्यक्ति त्यो नयन तिम्रो हो, तर अरूको जिउ हेर्छ। त्यो नयनले अर्काकै जिउ हेर्छ, अरूसँगै बोल्छ, अर्काकै रूपमा हेर्छ, अरूको प्रति हेर्छ। र कान बराबर आफ्नो चेतना हो है। कानले सुनेर चेतनालाई भन्छ र त्यो चेतना हो भने तिम्रो मन बराबरको हावा, पवन, हुरी, बतास, कर्नाटो हो है भनेर हावा सबै नबोली सबै कामहरू गर्छन्। त्यस्तै अग्नि पनि ऊ त्यो ऊ मान्छेको माललाई नि कर्म भन्छ। जुन कर्मले छोरा र छोरी चिनाउँछ, जुन चिन्हले त्यही चिजमा ऊ शास्त्रीय पासापात्र र आचार्य प्रशान्त गुरुहरूको ल्यापटप र बर्गर पिज्जा हो है भनेर सम्झनु। भनेर यसलाई आफ्नो तरिकाले आफैभित्रका उपकरणहरू सम्झ्यौ र आफ्नो स्वयं स्वविचारले स्वधर्मले काम गर्नुपर्छ भनेर भनेको छ। यहाँ पनि ध्यान विधिलाई च्वास्स पारेर सलाइले कोरेर हानेको छ र अनि प्रस्ट्याएको चाहिँ छैन। फेरि पनि सुन, अब फेरि सुन। यहाँ गुरु चक्रपाणी गुरु के भन्नुहुन्छ त भन्दा फेरि पनि सुन। अब यी शब्दहरू आफूसँगको उपकरणको जे छ उही प्रयोग गर भनेर भन्दा अब हेर्नु इन्द्रियहरू फरक पर्छ। नाकले के सुँग्छ, मुखले के खान्छ, आँखाले के गर्छ, कानले के सुन्छ, मनले के भन्छ, दिमागले के गर्छ। इन्द्रियहरू तल माथि 9वटा छन्। अब आफै बुझ्नु भन्दा यस्ता ओशो गुरुहरूले पनि त्यस्तै कुराहरू गरेका थिए। आदित्यनाथ गुरुले पनि अन्छुवा विधि भनेर भनेको छ। यहाँ वैष्णवहरूले पनि भित्रभित्रै खुसुसुसुसुसुसुसुसु सललललललललललल धागो छोडे चाहिँ गरेर बर र पिपरको धागो छोडे चाहिँ गरेर खुवाई फेदा बाँधेको हुँदो रहेछ। अब त्यो कुरा थाहा हुँदैन हामीलाई। सबैले त्यही गरेको हुँदो रहेछ। यही ध्यान विधिको, यही ब्रह्मचर्य विधिको, यहीलाई नै कर्मक्षेत्र, कुरुक्षेत्र सर्वैश्व यही हो भनेर पाण्डु पुत्र जस्ताहरू, अनि अब कुन्ती पुत्र यस्ता युधिष्ठिर सूर्यको पुत्र, भीमसेन पवन पुत्र, अर्जुन इन्द्र वरुण, अरू अलि आएन मलाई यतिखेर। जस्तै यी सबै वेदव्यासका कुराहरूबाट जन्मिएका कुराहरूलाई सूर्यवंशी भन्दै आफू स्वयंको धर्मलाई प्रयोग गर भनेर भित्रभित्रै भनिएको छ। यसै गरी आत्मसम्मान र इन्द्रियको बस गर्ने जस्तै हो। अर्को प्रसङ्ग भन्ने बित्तिकै सबै सन्तवाणी युक्त प्रवचन र सर्वोपरि सर्वश्रेष्ठ सर्वयुक्ति हो है भनेर अमृत वचन भनेका यी नै हुन्, प्रवचन भनेका यी नै हुन्, सबै यही हो। अब मलाई त्यो यतिराज वंशीको श्लोक बोल्नु पर्यो त भन्दा आँखा पनि देख्दिनँ, एकातिर के भएको काम पनि सुन्दिनँ, अनि अब उतातिर मोबाइल पनि चलाउन जान्दिनँ। 10 कक्षा पढेर भित्रै क्याम्पसै नगइकन 11, 12, 13, 14 पढेकी मान्छे के आउनु र मलाई अर्थ लाग्दैन। अब छन त सर्टिफिकेट छ नि, जान्ने रहेछ। अझ परीक्षा दिएको पास भयो, फेरि रौसा फेरि पास भएको, के को पढ्नु। कक्षा त गएको त होइन। पहिला आमाहरूले पनि त्यतिकै काम लाए, त्यतिकै क्लास गरेर नगरिकन यसरी पास भयो। हामी त जान्ने बाले छोरालाई चाहिँ गाई दिदी पढाउनुहुन्थ्यो ट्युसन, त्यही पढेको चोरी पढ्दाखेरि आफूले जानेको। अब मलाई आउँदैन। अब शास्त्र यत्रो पढेकी मान्छे एउटा केही आउँदैन भनेर गाली गर्नुहुन्छ गुरु। अब 60 वर्षमा पढेर म आउँछ कहिले? आउँदैन। भित्रभित्रै तपाईँहरूको कुरा मात्रै बुझ्ने हो। जहिले इन्द्रिय सबै सुखहरू खोज्छन्, मनले यहाँ आसक्तै जब हुन्न कर्म नियतमित गर्दै रहेकोमा, त्यस रीतले सुख कामना विषयको जसको छुट्यो सब त्यसै सिद्धै योग गरी लिने भनिया त्यसलाई भन्छौँ तसै। अब आजलाई यति मैले मिडियाको बोल्न पाएन। आजबाट स्कुल छ, स्कुलमा जति भन्दा मलाई समयको निश्चित चाहिन्छ। मेरो समयको निश्चित त 5 वर्ष अघिदेखि 3 लुकी बुढोबाट छल्दै 3 बजेदेखि राति उठेर मलाई 6 बजेसम्म लेख्न लागेको र त्यत्रा लेख्दाखेरि
कुनै पनि भएन भनेर डिलिट गरेको छ। मलाई थाहा छैन कति दुःख दिएको छ। स्थान नदिने, कहाँ लेख्ने थाहा थिएन, केही थिएन। अब त के म राति उठ्न पनि सक्दिनँ, एकातिर अपरेसन गरे मान्छे, केही पनि गर्न सक्दिनँ। आनन्द यति हो, जति लेखेँ। मिडियाको लेख्नु मन थियो, अब मिडिया पनि लेख्ने नै। एउटै मात्रै बाहुन ब्रह्मचर्यको कुरा लेखौँ न त भन्दाखेरि प्रस्ताउन सकिँदैन, अर्कोलाई ल्याएर हाल्नु पर्यो। यस्तो काम छ कि भन्नै नहुने कामहरू यस्तो गरेछ, अनि के गरी हुनु। जय जय श्रीमन्नारायण।